ल आज जानु नेपालको कानुन अनुसार चाहिँ गाँजाको खेती, उत्पादन, खरिद बिक्री, ओसार पसार गर्ने व्यक्तिले चाहिँ के कस्तो सजाय रहेको छ त। 50 ग्रामसम्मको भए 3 महिना कैद वा 3000 रुपैयाँसम्म जरिवाना। यदि 50 ग्रामदेखि 500 ग्रामसम्मको भए 1 महिनादेखि 1 वर्षसम्म कैद र 1000 रुपैयाँदेखि रु 5000 रुपैयाँसम्म जरिवाना। त्यसै गरी 500 ग्रामदेखि 2 किलोग्रामसम्मको भए 6 महिनादेखि 2 वर्षसम्म कैद र 2000 रुपैयाँदेखि रु 10000 रुपैयाँसम्म जरिवाना। अब त्यसै गरी 2 किलोग्रामदेखि 10 किलोग्रामसम्मको भए 1 वर्षदेखि 3 वर्षसम्म कैद र 5000 रुपैयाँदेखि रु 25000 रुपैयाँसम्म जरिवाना। अब त्यस्तै गरी चाहिँ 10 किलोग्रामभन्दा माथि जति सुकेको भए पनि 2 वर्षदेखि 10 वर्षसम्म कैद र 15000 रुपैयाँदेखि रु 1 लाख रुपैयाँसम्म जरिवाना हुनेछ। धन्यवाद।